निद्रा लागेन भने के गर्ने? देवीको मन्त्र छ, या देवी सर्वभूतेषु निद्रारूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। अब यसरी मन्त्र सरर नजपेर लयमा कसैलाई मन लाग्छ भने लयमा जप्नु भए पनि हुन्छ। लयमा जप्दाखेरि ध्यान गरेको जस्तो पनि हुन्छ। पल्टेर जप्नुहुन्छ कि एउटा आफ्नो जहाँ आसन छ ध्यान बस्ने गर्नुहुन्छ त्यहाँ जप्नुहुन्छ होइन। सकेसम्म हामीले ध्यान बस्ने ठाउँमा पूजा गर्ने ठाउँमा यस्तो मन्त्रहरू जपेको बढी फलिफाप हुन्छ। हामीले शुद्ध लुगा शुद्ध आहार गरेर मन्त्रहरू जप्दा बढी फलिफाप हुन्छ अनि छिटो निन्द्रा पनि लाग्छ। कसैलाई निन्द्रा लाग्नै गाह्रो हुन्छ। कसैलाई राति सुतेको 1 घन्टा 1.5 घन्टा सुतेपछि आँखा खुल्छ होइन, अनि रातभरि आँखा खुल्छ भनेर पनि त्यसरी कसैले मसँग कुरा गर्नुभएको छ। यो 1 जना 2 जनाको मात्रै समस्या नभएर धेरैको समस्या हुनसक्छ भनेर सबैलाई फाइदा होस् भनेर यो युट्युबमा अपलोड गर्दैछु। अब यसरी लय मिलाएर गाउने हो भने बस्दाखेरि ध्यानस्थ भएर बस्ने, ज्ञान मुद्रा राख्ने, आफ्नो यो बुढी औँला र यो चोर औँला चाहिँ टपक्क पार्ने, गोलो आकार बनाउने, ओको आकार, अनि अर्को 3टा औँला सिधा पार्ने, 2टै हातमा यस्तै गर्ने र आफ्नो काखमा यो हातलाई राखेर अनि एकदम ढाडलाई सिधा बनाएर अनि आज्ञाचक्र भनेको आइब्रोको बिचको भाग होइन, जहाँ हामी टिकाहरू लाउँछौँ त्यहाँ ध्यानलाई एकाग्र गरेर ध्यानस्थ भएर अनि यो जप्न थाल्यो भने हामीले ध्यान पनि गरेको फाइदा हुन्छ। हाम्रो त्यो समय ध्यानमा पनि गएको हामीले काउन्ट गर्न सक्छौँ। अनि अब लय मिलाएर यसरी गाउन सकिन्छ, या देवी सर्वभूतेषु निद्रारूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु निद्रारूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु निद्रारूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। यसरी हामीले आवाज निकालेर गर्नु मन लागेन अथवा त्यति इनर्जी छैन शरीरमा आवाज निकालेर च्यान्टिङ गर्नलाई भने हामीले हृदयमा मात्रै पनि यो मन्त्रलाई यो उच्चारण हृदयले आवाज ननिकालेर गरिरहने होइन। या देवी सर्वभूतेषु निद्रारूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु निद्रारूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः भनेर हृदयमा यसलाई कन्टिन्यूसम्म गरिराख्ने होइन। अनि अब 15 मिनट, आधा घन्टा, 1 घन्टा कति बेरसम्म गर्नु मन लाग्छ, आफूलाई कस्तो भइरहेछ होइन, आफूमा कति चेन्ज आइरहेछ यो निद्रा लाग्नमा, त्यो आफूले विचार गर्ने। अब यो मन्त्रमा मात्रै हामीले यो आफ्नो कन्सन्ट्रेसन गरेर नपुग्ला होइन। अनि त्यसपछि बिहानै सकेसम्म कति बेला हाम्रो उठ्ने बानी छैन, त्यसमा अब अलिकति समय नि अलि चाँडै उठ्ने, जस्तो कि 8 बजे उठ्ने बानी छ भने 7 बजे गर्ने, 7 बजे उठ्ने बानी छ भने 6:30 गर्ने, त्यसपछि 6 गर्ने, त्यसपछि 5:30 5 गरेर यसरी नि छिटो उठ्ने बानी गर्दै जाने। छिटो उठ्दाखेरि पनि नि शरीरमा राम्रो यो अक्सिजनहरूमा बिहान ब्रह्म मुहुर्तको समयको होइन अक्सिजनहरू जान्छ राम्ररी, त्यसले गर्दा हाम्रो सेल्सहरूमा एकदम पोजिटिभ सकारात्मक चेन्जहरू आउँछ, एकदम पोषण मिल्छ हाम्रो शरीरलाई दिमागलाई होइन। बाहिर लामो सास फेर्ने, त्यो बिहानै उठेर लामो लामो सास फेर्ने, अलिकति प्राणायाम गर्ने, अलिकति हल्का फुल्का भए पनि अलिकति योगासन गर्ने, अनि जुन दिमागमा जुन नेगेटिभिटी छ होइन, यो भएन यसो भएन, यसले यसो भन्यो उसले उसो भन्यो, यो सबै फाल्तु कुराहरू हो, यो भौतिक कुराहरू हो, यसले हामीलाई केही प्रगति गर्नलाई मद्दत गर्दैन भनेर त्यो निकाल्ने। उसले यसो भन्यो उसले यसो भनेर ध्यानै नदिने, मान्छेहरूको बानी हुन्छ त्यो भन्ने होइन, कुनै मतलब हुँदैन त्यही पनि मान्छेहरूले भनिराख्ने बानी हुन्छ। त्यसले हामीलाई केही पनि नत्र यो लोकमा त्यसले फाइदा गर्छ न त परलोकमा त्यसले त्यस्तो कुराहरूले फाइदा गर्छ भनेर त्यो कुराहरूलाई नि निकालिदिने। त त्यस्तो मान्छेहरूको कुराहरू थट्सहरू आउन थाल्यो भने आउनै नदिने होइन, ब्लक गरिदिने माइन्डलाई। सत्सङ्गको कुराहरू सुन्ने, सत्सङ्गकै कुरामा ध्यानस्थ गर्ने, अलिकति स्पिरिचुअल बुकहरू पढ्नलाई बानी गर्ने, अनि स्पिरिचुअल बुकहरू पढ्दाखेरि पनि त्यस्तो फाल्तु मान्छेको कुराहरूलाई हामीले वेटेज नदिने, किनभने जति वेटेज दियो उनीहरू पनि त्यति बढ्ता कुरा
गर्न थाल्छ र त्यसले के उनीहरूलाई पनि फाइदा हुँदैन, हामीलाई पनि फाइदा हुँदैन। बरु हामीले आफ्नो स्पिरिचुअल जर्नी अगाडि बढाएर नि उनीहरूलाई पनि एउटा इन्सपिरेसन होइन त्यस्तो समाजमै एउटा इन्सपिरेसन दिन सक्ने खालको आफू भएर अगाडि बढेर अनि अरूले पनि बरु हामीसँग इन्सपिरेसन पाओस् होइन, हामीसँग प्रेरणा पाओस्, हामी त्यस्तो बन्नुपर्छ। अनि त्यसरी गर्दा गर्दा अनि त्यो निन्द्रा लाएर जान्छ होइन। त्यसपछि अब यो आफ्नो बिहानदेखि बेलुकासम्मको अर्को अर्को किसिमको जुन यो आफ्नो डेली रुटिनहरू छ त्यसमा पनि अलिकति परिवर्तन गर्ने, खानपानमा अलिकति बढी हेल्दी खानेकुराहरू, सलादहरू होइन, बिन्सहरू उमालेर जस्तो कि राति फुलाएको बिन्सलाई प्रेसर कुकरमा एउटा कचौरामा राखेर होइन, अनि त्यसमा तल पानी राखेर त्यसलाई स्टिम गरेर होइन, प्रेसर कुकरतिर स्टिम भइसकेपछि त्यो फुट्दैन होइन, नफुटेपछि त्यसलाई निकालेर 10-15 मिनटपछि त्यसलाई अरू पनि ग्रिन्सहरू राखेर अमिलो राखेर सलादहरू बनाएर खाँदाखेरि यसले इनर्जी दिन्छ, शरीरमा इनर्जी दिन्छ होइन, चाहिने हाम्रो न्युट्रिसनहरू शरीरले पाउँदाखेरि पनि हामीलाई निद्रा लाग्छ। हामीले धेरै जङ्क फुडहरू खायो, खालि तारेकै खायो, भुटेकै खायो, सही किसिमको खानेकुरा खाएन भने पनि निद्रा नलागेर जान्छ, हाम्रो शरीरहरू होइन राम्ररी काम नगर्ने भएर जान्छ। त्यसैले हरेक पक्षमा हामीले ध्यान दिनुपर्छ। हामीले कसँग बोल्दाखेरि कसैले नराम्रो हामीलाई गरेछ भने पनि हामीले राम्रो गरिदिने होइन, किनभने कर्म आफ्नो नियमअनुसार चल्छ होइन, कर्मको नियम यो हाम्रो ब्रह्माण्डमा सृष्टिमा लागु हुन्छ। त्यसैले जसले जस्तो गरे पनि त्यसको कर्म त्यसको भाग्य होइन, हामीले राम्रो गर्नु, हामीले आफ्नो भाग्य बनाऊ भनेर त्यसो गरेर गर्दाखेरि नि बिस्तारै बिस्तारै निद्रा लागेर जान्छ। त्यसैले आजदेखि नै निद्रा लागेको छैन भने यो जप्न सुरु गरौँ। या देवी सर्वभूतेषु निद्रा रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। हामीले आफूले जानेको नयाँ नयाँ कुरा, राम्रो राम्रो कुराहरू अरूलाई पनि सिकाउँ होइन, अरूलाई पनि अरूको जिन्दगीमा पनि अलिकति परिवर्तन ल्याइदिउँ, सजिलो गराइदिउँ अरूको जीवनलाई पनि होइन। यही कुरा पनि अब यो सुनेर होइन हामीले यो भिडियोहरू पनि सेयर गरिदिउँ, साथीहरूलाई सुनाऊँ, कसलाई निद्रा लागेको छैन, गाह्रो भइरहेको छ होइन, हामीले सहयोग गरिदिउँ। शरीरमा हप्तामा 1 चोटि 2 चोटि तेलको मसाज गर्दाखेरि पनि त्यसले पनि जिउ रिल्याक्स हुन्छ होइन, अलिकति टाइट भएको मसल्सहरू अलिकति लुज हुन्छ, त्यसले पनि निद्रा लाग्नलाई मद्दत गर्छ होइन। मनतातो पानीले नुहाउँदाखेरि पनि हाम्रो शरीरको यो सेल्सहरू, यो टिस्युहरू सबै लचक आउँछ त्यसमा, त्यसले पनि निद्रा लाग्नलाई मद्दत गर्छ होइन। विभिन्न किसिमको उपायहरू छ होइन, त्यो सबै उपायहरू अलिअलि अलिअलि गरेर अपनाउँदै जाँदाखेरि निद्रा लागेर जान्छ। धन्यवाद।